सबैलाई जय मसीह। मेरो नाम कमल घिमिरे। आज फेरि पनि तपाईहरुको सामु एउटा सर्ट भिडियो अथवा प्रिचिङ लिएर आएको छु। एउटा भजन संग्रह 4 बाट हामी आज केही कुरा सिक्ने छौं। यो भजन संग्रह 4 मा जानु भन्दा पहिला हामी भजन संग्रहको ब्याकग्राउन्ड देख्ने छौं। यसको पृष्ठभूमि देख्दा भजन संग्रह जम्मा 4 भागमा विभाजन भएको छ। पहिलो भाग 1 से लेकर 41 तक डिभिजन भएको छ अनि दोस्रो भाग चाहिँ 42 देखि 72 सम्म डिभिजन भएको छ। तेस्रो भाग 73 देखि 89 सम्म अनि चौथो भाग 90 देखि लिएर 106 और पाँचौं भाग 107 देखि लिएर 150 सम्म। यसरी भजन संग्रहलाई क्रमबद्ध रूपमा विभाजन गरेको छ अनि आज हामी सिक्ने छौं भजन संग्रहको पहिलो डिभिजनबाट। पहिलो डिभिजन जस्तो कि 1 से लेकर 41 तक डिभिजन भएको छ अनि त्यसमध्ये हामी भजन संग्रह 4 मा देख्ने छौं। और भजन संग्रह 4 को हामी भजन संग्रहमा देख्दै गर्दा यो भजन संग्रह जम्मा 4 भाग। भजन संग्रह 4 चाहिँ जम्मा 8 वटा पद रहेको छ। 8 वटा पदमा हामी केही कुरा यसको सन्दर्भ कुन चाहिँ कन्टेक्स्टमा लेखेको थियो, यो लेख्नुको मकसद के थियो, यो किन लेखेको भनेर हामी हेर्ने छौं। यसको हामी लेखकलाई हेर्दै गर्दाखेरि यसको लेखक किङ डेभिड हामी देख्न सक्छौं। जस्तो दाउदद्वारा लेखेको भजन संग्रह। जब पनि हामी यसको भजन संग्रहको पृष्ठभूमि हेर्दा जब पनि दाउद राजा उसको छोरा अब्सलोमसँग जब उसको छोरा अब्सलोम चाहिँ दाउद राजाको विरुद्धमा उठ्छ कि उसलाई मार्नको लागि, त्यो समयमा चाहिँ दाउद राजा भाग्दै हुन्छ। त्यो समय उनले यो देखेको हुन्छ। हामी बाइबलको 2 सामुएल च्याप्टर 15 से लेकर 18 तक हामी देख्न सक्छौं। त्यहाँनेरि जब पनि दाउद राजा चाहिँ उसको छोरा अब्सलोमदेखि भागिरहेको हुन्छ किनभने अब्सलोमले चाहिँ दाउदलाई मार्न खोजेको हुन्छ। त्यो समयमा चाहिँ सायद त्यो समयमा चाहिँ यो भजन संग्रह लेखेको हो भनेर विद्वान लोग भन्छन्। और यसको कन्टेक्स्ट अनुसार पनि किङ डेभिड हो भनेर भन्न सकिन्छ। अनि यो भजन संग्रहलाई चाहिँ हामी कस्तो तरिकाले चाहिँ लेख्नको लागि चाहिँ शब्दहरू प्रयोग गरेको छ भनेर हामी देख्न सक्छौं। त्यसमा इन्भोकेसन युज गरेको छ, एड्रेस एन्ड अपर्स एन्ड अनि यसमा चाहिँ लास्टमा चाहिँ के गर्छ, पहिला उनले चाहिँ लेखकले चाहिँ पहिला जब लेखकले चाहिँ यहाँ लेख्न सक्छ नि यो किङ डेभिडको एउटा लेख्ने उसको खुबियत अथवा उसको लेख्ने एउटा शैली चाहिँ यस्तो थियो कि सुरुमा एउटा उसले परमेश्वरसँग प्रार्थना गर्ने, उसले बिन्ती गर्ने अथवा दुःखदायी उसको दुःखहरू चाहिँ परमेश्वरको उपस्थितिमा गएर व्यक्त गर्ने, तर अन्तिममा चाहिँ परमेश्वरमा पुरा भरोसाको साथ उनले साम्समा लेख्छ। यसैले 4 मा पनि दाउद राजाले यो कुरा गरिरहेछ अनि हामी पढ्नेछौं। पढेर हामी हेर्नेछौं। हे धार्मिक परमेश्वर, मेरो रक्षक, मैले पुकारा गर्दा मलाई जवाफ दिनुहोस्। सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस्। ममाथि अनुग्रह गर्नुहोस् र मेरो प्रार्थना सुन्नुहोस्। हे मानिसहरू, तिमीहरू मेरो महिमालाई कहिलेसम्म लाजमा परिवर्तन गर्छौ? कहिलेसम्म तिमीहरू व्यर्थका कुराहरू रच्नेछौ र अन्त्यमा देवताहरूको पछि लाग्नेछौ? तिमीहरूलाई थाहा होस्, परमप्रभुका भक्तलाई आफ्नो निश्चित छुटकारा भएको छ। मैले पुकारा गर्दा परमप्रभु सुन्नुहुन्छ। रिसमा पर्दा पाप नगर, ओछ्यानमा सुत्दा आफ्नो हृदयभित्र तलास गर र शान्त रहो। उचित बलिदान चढाओ, परमप्रभुमा भरोसा राख। धेरैले सोध्नेछन्, हामीलाई कसले र केही असल कुरा देखाउन सक्छ? हे परमप्रभु, तपाईका मुहारको ज्योति हामी माथि प्रकाशित गर्नुहोस्। तिनीहरूको आनन्द र नयाँ दाखमतले प्रशस्त हुने गरी आकाश भन्दा बढी आनन्दले तपाईले हृदय भरि भएको छ। शान्तिमा म पल्टन्छु र निदाउने छु, किनकि हे परमप्रभु, तपाईले मात्र मलाई सुरक्षित राख्नुहुन्छ। हामी भजन संग्रह 4 मा हामी जम्मा 8 वटा पद छ अनि यसमा यस प्रकारले लेखिएको थियो। अहिले हामीले पढ्यौं अनि यो भजन संग्रहलाई चाहिँ
लेखकलाई यो भजन सङ्ग्रहलाई चाहिँ विद्वानहरूले चाहिँ कसरी डिभिजन गरेको छ अथवा यो चाहिँ कति भागमा विभाजन भएको छ भनेर भन्दै गर्दाखेरि यो चाहिँ जम्मा 4 भागमा विभाजन भएको छ। एकदेखि पहिलो पार्ट चाहिँ 1 रहेको छ। 1 मा चाहिँ लेखकले कसरी सम्बोधन गरेछन् भने म चाहिँ तपाईँलाई कहिलेसम्म बोलाउनु, तपाईँलाई म चाहिँ कहिलेसम्म पुकार्ने, र तपाईँले चाहिँ मलाई आएर कहिले छुटकारा गर्नुहुन्छ, मेरो पुकाराले चाहिँ तपाईँले कहिले जवाफ दिनुहुन्छ, यो कुरा भनिरहेछ। अनि सेकेन्ड पार्टमा चाहिँ लेखकले चाहिँ परमेश्वरसँगको सम्बन्ध, परमेश्वरसँग चाहिँ जब ऊ डिस्ट्र्याक्टमा जाँदै थियो, जब ऊ एकदम दुःखदायी जीवन जिरहेको थियो, उसको आफ्नै छोरादेखि भाग्नु परेको थियो, त्यो समयमा चाहिँ उसले परमेश्वरसँगको रिलेसनसिपको बारेमा बताउँदैछ। अनि तेस्रो डिभिजन चाहिँ पहिलो 1 थियो, सेकेन्ड 2 र 3 वर्ष कनेक्ट थियो। अब 4 र 5 डिभिजनमा चाहिँ उसले एक्सप्लोर गर्दैछ कि उसले चाहिँ मानिसहरूलाई देखाउँदैछ कि तिमीहरूले चाहिँ रिसमा पाप नगर, अनि जति पनि अविश्वासीहरू छ तिनीहरू चाहिँ परमेश्वरमा फर्कियो, परमेश्वरमा आओ भनेर चाहिँ दाउद राजा सम्बोधन गर्दैछन्। अनि लास्ट पार्ट भनेको चाहिँ 6 देखि लिएर 8 सम्म लास्ट भागमा विभाजन थियो। अनि त्यसमा चाहिँ दाउद राजाले सुरुमा परमेश्वरलाई पुकारा गरेर सुरु गर्छन्, तर लास्टमा चाहिँ उनमा कन्फिडेन्समा धेरै आत्मसंयम होकर उनले भन्छन्, आत्मसंयम भएर चाहिँ दाउद राजाले भन्छन् कि म चाहिँ परमेश्वरमा भरोसा गर्छु, अनि उहाँले चाहिँ मलाई, म जब शान्तिमा सुत्छु मलाई परमेश्वरले आनन्द तुल्याउँछन् भनेर चाहिँ दाउदले चाहिँ लास्टमा चाहिँ परमेश्वरमा भरोसा गरेर उनले यो भजन सङ्ग्रह 4लाई खत्म गर्छन्। उनको लेख्ने शैली प्रायः सबैमा यही प्रयोग गरेका छन्। यसमा लेख्ने स्टाइल कस्तो तरिकाले चाहिँ दाउद राजाले लेखेका छन् भनेर भन्दै गर्दाखेरि प्यारालियम भनेको चाहिँ उनले शब्दहरू जोड्ने तरिकाहरू, मेटाफोरको कुनै एक्जाम्पलहरू दिएर अझै उनले चाहिँ कतिवटा परमेश्वरसँग प्रश्न पुछेर परमेश्वरलाई जुन कुरा उनको हृदयमा थियो त्यो कुराहरू परमेश्वरलाई पुछेर, परमेश्वरलाई सोधेर, अनि यसलाई चाहिँ थियोलोजिकल रूपमा चाहिँ सिस्टमेटिक थियोलोजिकल रूपमा पढ्दाखेरि चाहिँ यसलाई 5वटा थिम दिएको छ, 4वटा थिम दिएको छ। पहिलो रहेछ डिभाइन राइचियसनेस एन्ड जस्टिस, दैविक धार्मिकता र परमेश्वरको न्याय। सेकेन्डमा ट्रस्ट इन गड, परमेश्वरमा भरोसा गर्नु, अनि रिपेन्टेन्स एन्ड वर्शिप, पश्चाताप र आराधना, जोय एन्ड कन्टेन्टमेन्ट, परमेश्वरमा खुसियालीको बारेमा दाउद राजा कुरा गर्छन्। अनि साथै साथ यो सामलाई चाहिँ यहुदीहरूले चाहिँ कुन चाहिँ समयमा पढ्छन् र क्रिस्चियनहरूले चाहिँ कुन चाहिँ समयमा पढ्छन् भन्दै गर्दाखेरि यो साम चाहिँ यहुदीहरूले चाहिँ प्रायः इभिनिङ प्रेयरको लागि युज गर्छन्। यहुदीहरूले जब उनीहरू चाहिँ पर्सनल रूपमा धेरै दुःखहरू कष्टहरू भोगिरहेको हुन्छ त्यो समयमा उनीहरूले चाहिँ यो साम्स पढ्छन्। अनि क्रिस्चियनहरूले चाहिँ प्रायः जब पनि उनीहरूको अन्तिम दिन भन्नुको मतलब जब पनि उनीहरूको सङ्गतिहरूको अन्त्य हुन्छ त्यो समयमा चाहिँ उनीहरूले यो साम्स पढ्ने गर्छन्। जस्तै इभिनिङ प्रेयरमै उनीहरूले पनि ज्यादातर युज गर्छन्। यो साम्स 4 र 3 चाहिँ एउटा कनेक्सन छ, जस्तो यसको कनेक्सन चाहिँ 4 र 3, किनभने 3 मा चाहिँ देख्दै गर्दा साम्स 3 मा चाहिँ भजन सङ्ग्रह 3 मा चाहिँ दाउद राजा उसको छोरा अब्सलोमदेखि भागिरहेको हुन्छ, उसको छोरा मार्नु आउँदाखेरि, तर 4 मा यसकै बिचमा प्रार्थना गरेको होला भनेर पनि भन्छन् विद्वानहरूको भनाइअनुसार। यो सामबाट चाहिँ हामीले चाहिँ के सिक्न सक्छौँ, हाम्रो जीवनमा चाहिँ के लागू गर्न सक्छौँ भनेर भन्दाखेरि यो हाम्रो हामी यसलाई यो सामलाई चाहिँ हामी पर्सनली रूपले पनि लिन सक्छौँ, कम्युनिटीमा समूहमा पनि लिन सक्छौँ, र एथिकली नैतिकता रूपमा पनि हामी लिन सक्छौँ। र यो साम्समा चाहिँ पर्सनली चाहिँ हामी कसरी लिन्छौँ भने जब दाउद राजा पनि जब उनको जीवनमा
धेरै दुःखदायी कष्ट रूपमा जाँदै गर्दाखेरि चाहिँ उनले के गरेछन्, प्रार्थना गरेछन् परमेश्वरलाई। ऊ ऊ दुःखदायीमा पनि के गर्छन्, परमेश्वरसँग चाहिँ उनी प्रार्थना गर्छन्, ममा चाहिँ तपाईँको अनुग्रह गर्नुहोस्, मेरो प्रार्थना सुन्नुहोस् भनेर चाहिँ उनले परमेश्वरलाई पुकारिरहेका छन्। उसरी नै हाम्रो जीवनमा पनि जब हामी धेरै च्यालेन्जेसहरू हाम्रो जीवनमा दुःख कष्टहरू आउँछ, हामी जब पनि हाम्रो जीवनमा धेरै शत्रुताहरू आउँछ, तर पनि हामी चाहिँ परमेश्वरमै स्थिरता रहनु, परमेश्वरमै प्रार्थना गर्नु, परमेश्वरमै एक आश्रय लिएकै परमेश्वरमै आश्रय लिएर बस्नु। अरू कम्युनिटी रूपमा हामी एक समूह रूपमा चाहिँ यसलाई कसरी लिन सक्छौँ भने जब पनि समूहमा चाहिँ जब आराधना गर्दै गर्दाखेरि चाहिँ आराधना गर्नुभन्दा अगाडि चाहिँ के गर्नुहुन्छ, आफ्नो पापहरू क्षमा मागेर अनि परमेश्वरमा भरोसा गर्नुपर्छ। यसलाई चाहिँ परमेश्वरमा चाहिँ कसरी हामी भरोसामा बढ्ने, परमेश्वरमा चाहिँ परमेश्वरको सङ्गतिमा कसरी बढ्ने, परमेश्वरको उपस्थितिमा कसरी हामी अघि बढ्ने, यसको बारेमा हामी कम्युनिटी समूह रूपमा हामी देख्न सक्छौँ। परमेश्वरको उपस्थिति बढ्नको लागि यहाँ पनि जसरी 4 मा भनेको थियो कि रिसमा पर्दा पाप नगर, ओछ्यानमा सुत्नुभन्दा आफ्नो हृदयलाई तलास गर र शान्तमा रहो। जसरी यहाँनिर पनि भनेछन् कि लेखकले जब रिसमा पर्दा पाप नगर, यसको मतलब जसरी लेखकले पनि कम्युनिटीलाई जब कम्युनिटीमा हेर्दै गर्दा धेरै प्रकारको मानिसहरू आएको हुन्छ, त्यसमा पनि फेरि उनीहरूलाई चाहिँ यसको बारेमा सिकाएर पनि गर्न सक्छ। अनि एथिकल जीवनमा, हाम्रो नैतिक जीवनमा चाहिँ यसलाई कसरी लागू गर्छन्, जब पनि हाम्रो जीवनमा अनेक प्रकारको हेबिट हुन्छ, अनेक प्रकारको अन्यायहरू हुन्छ, उसमा चाहिँ हामी परमेश्वरमा भरोसा गरेर परमेश्वरलाई चाहिँ त्यो अन्यायमा पनि हामी चाहिँ अघि बढ्नुको लागि चाहिँ हामी यो साम युज गर्न सक्छौँ। अनि कसरी चाहिँ हामी परमेश्वरमा चाहिँ सही बलिदान गुड राइट सेक्रिफाइस परमेश्वरलाई हामी चढाउन सक्छौँ, उसको बारेमा पनि हामी कम्युनिटी रूपमा हामी देख्न सक्छौँ। अरू यो साम चाहिँ हाम्रो जीवनमा चाहिँ हामी कसरी प्रयोग गर्न सक्छौँ भने जब पनि हाम्रो जीवनमा जब पनि हामीले दैनिक रूपमा हिँड्दै गर्दा हाम्रो दैनिक जीवनमा जति पनि समस्या आउँछ, जति पनि पर्सिक्युसन आउँछ, त्यसमा हामी चाहिँ कसरी फेसिङ गर्ने भन्दा हामी परमेश्वरमा पहिलो स्थान परमेश्वरलाई दिएर परमेश्वरमा भरोसा राखेर हामी अगाडि बढ्नुपर्छ। जब पनि जसरी दाउद राजाले पहिला प्रार्थना गर्थे, प्रार्थना गर्नेको बाद अन्तिममा चाहिँ गएर परमेश्वरमा भरोसा। हाम्रो जीवनमा पनि जब हामी दुःखदायी हाम्रो जीवनमा अनेक किसिमको आपद विपद आइपर्दाखेरि पनि परमेश्वरलाई छोडेर भाग्ने होइन, तर परमेश्वरमै फेरि त्यो विश्वासमा आउने हुनुपर्छ, जसरी दाउद राजा आएको थियो। त्यसरी नै यो सामसोडा हाम्रो जीवनमा यही सिक्न सकिन्छ कि हामी जस्तो सुकै सङ्कष्ट आइपर्दा, जस्तो सुकै परिस्थिति आउला, तर परमेश्वरलाई नछोड्नु, परमेश्वरमै फर्कनु भनेर हामी यो सामसोबाट यो कुराहरू हामी सिक्न सक्छौँ।